अब यदि एमाले कांग्रेस माओवादी र राजा मार्न सहयोग गर्ने राजावादीहरू जुन हामीले भनेका छौँ नारायण हिटी नरसंहारमा पनि प्रयोग भएका राजावादीहरू जस्तै देवयानी राणा त अब प्रेमिकाको रूपमा प्रयोग हुनुभएको थियो। अब यहाँनिर यतिसम्म हामी आइपुग्यौँ। आइसकेपछि यो प्रश्न अहम प्रश्न कहाँ हो भने एमाले सम्बद्ध पार्टीका एनजिओ कर्मी, त्यहाँका कानुनी व्यवसायी जो जोडिएका छन्, जस्तो ए माओवादी थियो जुन माओवादी नेकपा माओवादी हुँदै गरेको ए माओवादी अहिले त उहाँहरू छोड्नुभयो, त्यसको त जिम्मेवार मान्छे हो नि रामबहादुर थापा त पहिला हो। एकतापछि उहाँ एमालेमा रहनुभयो, अब जिम्मेवार मान्छे हो नि। यदि हो भने प्रचण्ड त सर्वतत्र यत्र तत्र सर्वत्र रहेछ, त्यो प्रचण्ड विचार हो। अब यसले चाहिँ के भनेको थियो भन्नुहुन्छ भने नेपालको परम्परागत जुन पृथ्वीनारायण शाहले बनाएको सेना छ, यसको विरुद्धमा असन्तुष्टि राखेर विद्रोह गरेर त्यहीँ समाहित भएर त्यहाँ सेना पनि छ नि माओवादीको। तर बहसको विषय त्यो होइन रामचन्द्र सर। आजको दिनमा पहिलो बैठकमा यसरी जनताले भोट हालेर निर्वाचित भएर संसदहरू आएका छन् संसदमा, तर कुनै नेपालकै तपाईँको निकायहरूमाथि अहिलेसम्म चाहिँ कुनै पनि दोष लाउन नमिल्ने संस्था नेपाली सेनामाथि यसरी आरोप लाउनु कतिको अर्थपूर्ण होला त, तथ्यपूर्ण होला त? हामीले चाहिँ नेपाली सेना चाहिँ पृथ्वीनारायण शाह, बहादुर शाह, झागल गुरुङ, वंशु गुरुङ, पृथ्वीनारायण शाहकै जगमा हुनुपर्छ भन्ने हाम्रो पनि असन्तुष्टि छ। हाम्रो चाहिँ त्यो होइन कि नेपाली सेनाले आफ्नो जगमा आउनु पर्यो नि भन्ने हाम्रो माग हो। उहाँहरूको जग भनेको बहादुर शाह, पृथ्वीनारायण शाहले बनाएको सेना हो। अब कथम कदाचित त्यस्तो छ भने काहीँ एउटा सेनापतिज्यूले परशुराम शर्माज्यूले त्रुटि गर्नुभयो होला सिन्धुलीगढीमा, त्यो हामीले चाहिँ उहाँले सेनाको विरासतमा दोष लगाउनु भएन नि। उहाँले त निर्वाचन परिणाममा सेनाले भूमिका खेल्यो भन्नुभयो। त्यो मात्रै होइन, अहिले नेपाली सेनालाई प्रहार गर्ने प्रयास धेरैतिरबाट भएको छ। त्यसमध्ये एनजिओ म्याटरमा एनजिओ कर्मीको एमाले सम्बद्धको बढी आयो, कानुनी व्यवसायीको पनि आयो। हामीले भनेको छौँ यो विभिन्न प्रकारको है, हेर्नुहोस् है, विभिन्न प्रकारको विभिन्न आयामको द्वन्द्वमा देश जान्छ भनेको छौँ हामीले। अब पहिलो कुरा उहाँहरूले निर्वाचनलाई चाहिँ सर्वस्व स्वीकार गरेर यहाँ आइसकेपछि जुन टिओबी टिबेटियन ओरिजिनल ब्लड किन यस्तो अवस्था भयो त? जस्तो नेपालमा नीतिगत भ्रष्टाचार जन्ने कसुर अपराध गर्ने को त? काङ्ग्रेस, एमाले, माओवादी। उहाँ आफै स्वयं मन्त्री हुनुहुन्छ, पटक पटक स्वयं उहाँ गृहमन्त्री हुँदा निर्मला बहिनी मारिनु हो, बलात्कार पछि हत्या भयो, छानबिन जारी छ। भुटानी शरणार्थी काण्डमा उहाँहरू लगायत आधा दर्जन गृहमन्त्रीले अपराध गर्नुभएको छ, मुद्दा जारी छ। अब स्वाभाविक उहाँले चाहिँ छिटै खोज्नु भएको रहेछ। त्यो सुदन गुरुङ माननीय गृहमन्त्रीज्यूले यतिकै गरिरहनु भएको थियो, तँलाई यसो यसो गरे हो कि यसो यसो गरिसकेको थियो। रिसाएको मुद्रामा हुनुहुन्थ्यो गृहमन्त्रीज्यू, हावभाव परिवर्तित थियो माननीय गृहमन्त्रीज्यूको। प्रधानमन्त्री मुसु मुसु हाँसिराख्नु भएको थियो अभिव्यक्ति सुनेर। यो अवस्था कसले ल्यायो त? यो अवस्था नेपालीलाई एक छाक खानै नदिएर भित्री वस्त्र लाउनलाई देश छोड्नुपर्ने वातावरण चाहिँ उहाँहरू गराउने। मित्र राष्ट्रका साथीहरू आएर बाइक लिएर आएर यिनको घर कार्यालय अस्तित्व जलाएर सरकार बनाइदिनु पर्ने। अनि अहिले त्यसरी आरोपी चाहिँ निजामती प्रशासन सेनालाई लगाउन पाइँदैन, छानबिन गर्दा हुन्छ नि त। उहाँ त माननीय ज्यू हो, आयोग बनाउने भनेको सरकारको गम्भीर ध्यानाकर्षण हुन सक्छ आजको व्यक्तिले। भइसक्या हुनुपर्छ, सक्छ होइन, भइसक्या हुनुपर्छ। कस्तो हुन्छ भने अब बुढो भएपछि हाम्रो गाई भैँसीले पनि भिड खोज्छ अरे क्या। तर हेर्नुहोस् त, पार्टीका उपाध्यक्ष लगायत महासचिवले खुलेर विरोध गरेका छन्। आकस्मिक रूपमा भोलिको लागि सचिवालय बैठक बोलाइएको छ। त्यहाँ पनि उहाँहरूको धेरै प्रश्न त फेरि रामबहादुर थापाले जस्तो बारवारा फाउन्डेसन, हामी नेपाल लगायत टिओबी सबैलाई धन्यवाद दिनुभएको छ नि त होइन। अब आधिकारिक धारणा के हो त? पार्टीको धारणा हो कि होइन? उपाध्यक्षले होइन भन्नुभयो, महासचिवले होइन भन्नुभयो। अहिलेसम्म त केपी ओलीले पनि कुनै पनि एनजिओको नाम त ल्याएको छैन। हामी जसले यो व्यवस्था खडा गरे हो उहाँहरूको नै विघटन भइसक्यो, पतन भइसक्यो होइन भन्नु त। उहाँले त्यसभित्रबाट आएको सुन्दर फुल भन्नुहुन्छ र जसले यो व्यवस्था ल्याएको हो हेर्नुहोस् सिसी सर, जसले यो महत्त्वपूर्ण प्रश्न हो, नोटिस गर्नु होला। जोहरूले यो गणतन्त्र ल्याए लडेर 10,000 मारेर भन्छ, हामी भन्छौँ यसमा त उहाँहरू केही पनि छैन, त्यो ओनरसिप छैन।
अब राजालाई चाहिँ सेनाबाट असहयोग भयो, अब हाम्रो राजाले पनि छोडिदिनु भयो, अहिले नागार्जुन हुनुहुन्छ। तर जसले यो व्यवस्था खडा गरेका छ उहाँहरू नै भन्दैछ कि, प्रश्न गर्दैछ कि मित्र राष्ट्र छिमेकीका यस्ता यस्ता साथीहरू आए, यस्ता यस्ता सङ्घ सङ्गठन आए, यस्तो यस्तो फाउन्डेसनहरू आए भनेपछि त हामी पतन भइसक्यो त होइन? यो त उहाँको प्रश्नसँगै जोडियो नि त। त्यो भनेपछि हामीले कोसँग अपेक्षा राख्नु पर्यो भन्दाखेरि जसले यो व्यवस्था संविधान ल्यायो, मानिरहेछ, चुनावमा गएको छ, आज संसद पार्लियामेन्ट भन्ने एउटा त जलायो। कस्तो पार्लियामेन्ट थियो, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई त्यो भाडामा लाउने गरेको थियो, उहाँले भाडामा लिएको जलाइदिनु भयो। अब अहिले त गएर एउटा टेबल लिएर चाहिँ तपाईँको अब त्यो चौकीदारले भने टेबलमा बस्नु पर्यो होइन? स्थिति त त्यहाँ अब जलाएर फेरि किन्ने त स्थिति छैन। भनेपछि हामीले के बुझ्नु पर्यो भन्नुहुन्छ भने आजसम्म जसले यो परिस्थिति खडा गरे अनि हाइच्याक भयो, अब चाहिँ यस्तो यस्तो आयो भनेर उहाँहरूसँग न्यायको अपेक्षा गर्नु पर्यो भने कोसँग? बालेन्द्र शाह, अब हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूसँग प्रश्न उहाँहरूमाथि उठाइरहनु भएको छ। अब भनेपछि उहाँहरूले अब न्याय दिनु पर्यो नि त। हेर्नुहोस् है, यो अब समयको खेल पनि होला। सरकारले संसदलाई अथवा कुनै पार्टीलाई न्याय दिने हो कि जनतालाई दिने हो भन्ने प्रश्न पनि अहम छ। सरकारले जनतालाई न्याय दिनु पर्यो, नेपाललाई पनि न्याय दिनु पर्यो। पहिला जस्तो त्यस्तो प्रश्न उठेकै हो भने कयौँ तिब्बती मूलको आमाको छोराछोरी हुनुहुन्छ, नेपाली मूलका बाबुआमा अथवा तिब्बती मूलको आमा अथवा तिब्बती मूलको पिताजी नेपाली मूलको आमा हुनुहुन्छ भने यहाँनिर कहाँ भन्दा अब तिब्बतीसँग हाम्रो घनीभूत राम्रो सम्बन्ध थियो। इतिहासमा हजारौँ वर्षदेखि अब सयौँ वर्षदेखि अभ्यास गरेको हेर्नुहुन्छ भने जति बेला तिब्बती मात्र नभनौँ, भारत, चीन, हाम्रा छिमेकी राष्ट्रहरू सबैसँग हाम्रो घनीभूत सम्बन्ध छ। त्यसमध्ये तिब्बतसँग चाहिँ नुन उन भेडा च्याङ्रा सबै सम्बन्ध थियो। हजुर भोटोको नुन भन्छ नि, सुन लासामा, नुन भोटामा। भोटोको नुन खाँदा त्यही नुनमा चाहिँ उहाँहरूले चाहिँ ढुङ्गा मिसाउनु भयो, डल्सिन ढुङ्गा क्या, चट्टान ढुङ्गा, ढुङ्गा मतलब पहेँलो कमेरो माटो मिसाउनु भयो। त्यसपछि हाम्रोमा यतापट्टिबाट डुप्लिकेट मुद्रा भयो, स्वर्ण मुद्रा। त्यसपछि हाम्रो दुईपल्ट युद्ध भयो भनेछौँ हामीले। युद्धपछि पनि जे जति भएको हो हामीले चाहिँ माफी गरिसकेका छौँ, अब दुवै पक्षबाट होइन। अब यहाँनिर सङ्कट पर्यो, यी जैसीहरू कोइराला, खनाल, दाल, शर्मा ओली, भट्टराई, पौडेल जसले गल्ती गरे नि, जसले गरे व्यक्तिमा होइन कि वर्गको विचार। जस्तो म खड्का व्यक्तिमा होइन कि, हामी क्षेत्रीयन हो नि त। क्षेत्रीयन भनेको हामी खड्ग सड्ग बोक्ने, अब हाम्रो काम आक्षेप कुनै वर्ग समुदायमाथि नलाउँ रामचन्द्र सर। होइन, जो जतिले यो देश बिगार्यौँ भनौँ न, किन आक्षेप त लाउने। जस्तो कोइरालाहरू शासनमा आयो, हामी खड्गाहरू पनि आयो, थापाहरू आयो, जो जति आए, खनाल आए, जस्तो माधव नेपाल आए, तर देशको त भलो भएन नि, देशको उन्नति प्रगति त प्रश्न पनि यही हो। 36 वर्षसम्म देशको विकास भएन, जनताले खुसीको सास फेर्न पाएनन्। प्रश्न त यही हो नि। त्यसो भए जसरी सत्तामा आएको भए पनि जनतालाई न्याय हुनु पर्यो, जनताको राहत हुनु पर्यो। आजसम्म यो बर्बादी गर्ने भ्रष्टाचारले कसरी हामी कति जोड्नु, यति ओम्नी वाइट बडी जति पनि छन् खोलिहाल्नुहोस्, भुटानी खोलिहाल्नुहोस्, रामबहादुर थापाको त्यही छलफल भइहाल्छ। भुटानी शरणार्थीको जोडिनु भएको छ, गृहमन्त्री तुरन्तै खुलिहाल्छ होइन। अब निर्मला पन्तले किन न्याय पाएनन्, उहाँले किन दिन सक्नु भएन? त्यो पनि त असक्षमता हो नि गृहमन्त्रीको होइन, तत्कालीन हुनुहुन्थ्यो, तत्कालीन गृहमन्त्रीको। त्यो पनि उहाँमाथि प्रश्न उठाउन पाइएन र, पाइयो नि त सुदन गुरुङले। त्यो भएपछि एक्ज्याक्टली के हुन्छ भन्नुहुन्छ भने उहाँहरूले प्रश्न गरे जस्तो उद्देश्य के हो भोलि थाहा हुँदै जाला, परिणाम क्या ल्याउन खोजे हो त्यो भोलि थाहा हुँदै जाला। उहाँहरूले त नकारात्मक प्रतिक्रिया, नकारात्मक सोचका साथ मतलब त्यसको सकारात्मक केही पनि परिणाम नआउने त हारी गराउनु भएको छ नि उहाँले। अत्यन्तै शङ्का 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 शङ्का, झन् शङ्कामाथि शङ्का आउने भने जनतालाई त त्यो शङ्का चिर्नु पर्यो। बालेन सरकारले चिर्छ कि चिर्दैन? बालेन सरकारले जति पनि आरोपहरू लगाएका छन्, आक्षेपहरू लगाएका छन् र अहिले पनि लागिरहेका छन्, ती सबैलाई चिर्दै काम गर्न सक्छ कि सक्दैन? चिर्नु पर्ने बाध्यता भयो उहाँहरूको, बाध्यात्मक। त्यो चिर्नलाई के गर्नु पर्यो? उहाँहरूले एक्सन केमा लिनु पर्यो भन्नुहुन्छ भने निजामती प्रशासन, सेना, प्रहरी सबै चाहिँ अब उहाँहरूले सहयोग गर्न तयार छ। सहयोगको हात दोहोरो हुन्छ, दोहोरो हात बढाउने। त्यहाँनिर उहाँहरूले अलिकति पनि विभेद भएको, विभेदका कुराहरू प्रमोसनमा हुन्छन्, यो स्तरोन्नतिहरूका कुरा मात्रै छैन त्यहाँ। तपाईँको उहाँले गर्ने चाहिँ वृद्धि विकासका कुराहरू, कार्य सम्पादन मूल्याङ्कनका कुराहरू, सरुवा बढुवाका कुराहरू सबै जोडिया हुन्छन्। उहाँहरूको त कति वर्ष भयो तलबका कुराहरू। पहिला निजामती प्रशासन, सेना, प्रहरी, अदालत, अब पहिला नियन्त्रणमा लिनुहोस्। सुदन गुरुङले भन्नुभएको छ स्पष्ट रूपमा प्रहरी प्रधान कार्यालयमा अधिकृतहरूलाई लगायत आइजिपीलाई अगाडि राखेर निर्देशन दिनुभएको छ, कुनै पनि प्रहरी अधिकृतहरू मसँग सरुवाका लागि नआउनुहोस्,
बढुवाका लागि नआउनुहोस्, सबै कुरा सिस्टमले गर्छ। अब 24 गतेको सानो उहाँहरूले छानबिन आयोग गर्छु भन्नुभएको छ। पिटी पिटी कुटी कुटी चिमेटी मार्ने प्रहरीलाई त्यो पनि तपाईँको त्यो उहीको लगायत अब यो जुन जेन्जी आन्दोलनको त्यो त थिएन नि, रणनीतिक पुलिसलाई कुटी कुटी मार्ने थिएन त, चक्रपत्र देखिएको छ, त्यसको पनि न्याय दिनुपर्छ उहाँले। व्यक्ति हत्याकै रूपले आएको रहेछ भने त्यो त गहिराइमा छानबिन जानु पर्यो। कस्तो प्रकृतिले त्यो हत्या भएको, पुलिसमाथि जुन कपडै खोल्ने खोला खड्ने भएको छ नि हजुर, त्यो पनि सुनवाई गरिदिनुपर्छ गृहमन्त्रीज्यूले, त्यो चाहिँ बाध्यात्मक हो। भावुक बन्नु भएको थियो उहाँ आइसिडीको सम्बोधन सुन्दाखेरि, त्यो कुरा त्यहाँ उठ्छ नि त प्रश्न, त्यो उहाँले गराइदिनु पर्यो। अब किन आउनुभयो, भगवान्ले ल्यायो होला, भगवान्ले ल्याएपछि यस्तो आउनु पर्यो नि, अनि न्याय दिनु पर्यो नेपाली जातिलाई। अनि यिनीहरूले पनि दिएको थिएन, हजुरले भन्नु, हामीले भन्यो नि 36% यिनीहरूले पनि दिएको थिएन। यो अवस्था सिर्जना गर्न सबभन्दा बढी महत्त्वपूर्ण भूमिका यो संविधान ल्याउनेहरूले गरे हो। अब हामी त फेरि यो संविधानमा तपाईँको आमूल परिवर्तन गर्नुपर्छ, छलफल गर्नुपर्छ र परम्परागत शक्ति यो राष्ट्र संस्थालाई हजुरले बहिकरण 5 बुँदे सहमतिमा धोका दिनुभएको छ। त्यो 5 बुँदे सहमति कार्यान्वयन गरेर अगाडि जानुपर्छ भन्छौँ हामी, त्यो त राष्ट्रपालले खोल्नुपर्छ भन्छौँ। केही राजावादी साथीहरूले पनि खोल्छ भन्ने आशामै छन्। अब एउटा मिटिङ पोइन्ट हुनसक्छ भने गर्नुहोस्, अगाडि बढाउनुहोस्, हामीले भनेका छौँ। किन भन्दा अब वास्तवमा अन्तिममा जाने पनि त्यही हो। हेर्नुहोस्, अन्तिममा जाने भनेको राजासँगको 5 बुँदे सम्झौता, 5 बुँदे सहमतिमा गएपछि पृथ्वीपत्र पुगिन्छ। किनकि उहाँले त गाँठो भनेकै 5 बुँदे सम्झौता, 5 बुँदे सहमति खोल्ने गाँठो खोल्ने भयो, त्यसलाई पनि परित्याग गर्नुभयो सरकारले चाहिँ। अन्तर्राष्ट्रिय भूराजनीति माहौल बुझ्नुभयो नि त उहाँले। जस्तो कम्बोडियामा नरोदम त आउनुभयो, पहिलेको जस्तो सिरपेस लाएर हल्ला गरेर त आउनु भएन। नेपालको 32 अरब पनि गयो भनिन्छ कम्बोडिया। अब त्यो पनि छानबिन गर्नु पर्यो तत्काल। दुर्गा प्रसाद दाइसँग धेरै कुराको चाहिँ प्रमाण छ दुर्गा प्रसाद दाइसँग। अब त्यो सहकार्य गर्नु पर्यो। 12 बुँदे सम्झौता त्यहाँ भएको छ, त्यसलाई 11 बुँदा मात्रै भनौँ। 1 बुँदा चाहिँ राष्ट्र संस्थाको बारेमा जन्म सङ्ग्रह भन्नुभएको छ, त्यसलाई खारेजी गरेर 11 बुँदे सम्झौता कार्यान्वयन गरौँ। त्यसमा सबैको यति ओम्नी, वाइट बडी, कम्बोडिया सबै आउँछ। आइसकेपछि बालेन्द्र सरकारले दुर्गा प्रसादसँग सहकार्य गर्नु पर्यो, भ्रष्टाचारका प्रमाण लिनु पर्यो। कमसेकम 11 बुँदे सहमति कार्यान्वयन गरेर गइसकेपछि उहाँहरूको 10 वर्षलाई चल्ने बजेट आउँछ। सानो कुरा छैन होइन। सुन्नु न, भावनात्मक रूपमा रामबहादुर थापा बादलले भनेको कुरो के भन्नुभयो तपाईँले? भ्रष्टाचारका सबै सम्पत्ति छानबिन गरियो। 10 वर्षको बजेट त अहिले भर्खरै 1 हप्ताभित्र उठ्छ। 10 वर्षको बजेट असुलुपर हुन्छ। के भन्नुभयो? सरकार लागेको छ, भावनात्मक रूपमा हो। सिंहदरबार जलाउँदा, अदालत जल्दा, डकुमेन्ट जल्दा, मेरो हैदराबाद जुनागढका प्रमाण, नेपालले जितेको प्रमाण जल्दा पीडा छ। भएन पीडा एकदमै खाना मन लागेन 3 दिन। तर भएको कुरा त सुधार गर्न सकिँदैन, भइसक्यो त भइसक्यो नि। त्यसबाट सिक्ने कुरा हुन्छ। जस्तो माओवादीले सानो कुरा गरे हो, हाम्रो दाइको घाँटी काटे हो। पटक भन्नुहुन्छ तपाईले, हरेक पटक भन्नुहुन्छ। मेरो आफ्नो आदरणीय दाइ, मेरो आमा विधवा, मेरो भाउजू विधवा हुनुहुन्छ। मेरो आमा विक्षिप्त भएर एउटा छोरो, काखको जेठो छोरो मारिएको, सहेर बस्नु भएको छ। छोराछोरी विक्षिप्त हुनुहुन्छ। अब स्मरण गरेर भएन नि त, त्यस्तो खाले त्यस्तो आयामको द्वन्द्व फेरि नहोस् भनेर त टिआरसी सत्य निरूपण मेलमिलाप आयोग बनाएको। त्यस मध्येबाट पनि मुद्दा चल्नै पर्ने जघन्य अपराधको मुद्दा हाम्रा पनि छन् दाइ भाइ। त्यो त चल्नु पर्यो नि। त्यो न्याय सुदन गुरुङहरूले दिनु पर्यो। त्यस्तो त भनेपछि 24 आउन बाध्यकारी बनायो कांग्रेस एमाले माओवादी। त्यसको जिम्मेवार हुनुपर्छ। स्वयं सत्तामा पटक आएको राजावादी पनि। किन राजेन्द्र दाइ पनि त 19 दिन भए पनि त उपप्रधानमन्त्री, गृहमन्त्री, उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्गदेन दाइ पनि सत्तामा आएकै हो। कमल थापाको त कुरै नगरौँ त, गुप्त पटक आउनुभयो नि, पटक आउनुभयो। सबैले जिम्मा लिनुपर्छ भनेपछि उहाँहरूले संसदमा आएर छानबिन गर्ने कुराहरू तत्त सम्बन्धित निकायले गर्ने कुरा हो। संसदीय आयोग बनाइने हुन्छ, संसदीय समितिहरू बनाए हुन्छ। तर ठुलो स्वर गरेर उहाँहरूले नैतिक रूपमा चाहिँ संसदमा प्रश्न उठाउने चाहिँ नैतिकता छैन उहाँ। किनभने अहिलेका जुन 182 सिट ल्याउनेलाई धर्म नासेको कुरा गर्नुहुन्छ भने उनीहरू अहिले पनि खाका सोल्टीमा लगाए। सबै चर्च मिसनरी पास्टर उनीहरूले खडा गरे। कांग्रेस एमाले सबभन्दा बढी। अब राप्रपाको नि हेर्नुहोस्, 182 जना सांसद त कहिल्यै पनि आजभन्दा अगाडि संसदमा गएका पात्र होइन, अथवा देशमा बिगार्ने पात्रमा गनिँदैनन्। 1-2 पहिला भएका फर्के होला नि, स्वर्णिमले लगाएको। तर उनीहरू पनि संसद भएनन्। लगायतको पुरानो संसदमा भएका मान्छे त कम छन् नि यसमा। तर सत्तामा पुग्नु भएन नि, गृहमन्त्री बन्नुभयो रवि लामिछाने। नयाँ मान्छे बढी छ।
नयाँ मान्छे देशकै बागडोर सम्हाल्न सक्ने नीतिगत निर्णय गर्न सक्ने पोस्टमा त उहाँहरू पुग्नु भएको छैन। अब सुनिबक्सेला सत्य कुरा उकाल्नै पर्छ कृपया हैन, भन्दिनुहोस्। जनतालाई झुटा कुरा गर्नु हुँदैन। सत्य कुरा बोल्ने हो रामचन्द्र सर। सबै हामी नेपाली जुन अग्रज, तपाईँहरूभन्दा हामी सिनियर अग्रज हो, किनकि 10औं वर्ष 20औं वर्ष अगाडि आइसकेपछि त हामीले सम्हाल्नु पर्थ्यो। हामीले राम्रो दिएको भए तपाईँले राम्रो गर्नुहुन्थ्यो। हामीले सर्वनाश बिगारेको भएर, हामीले वृक्ष रोपेको भएर अहिले अमृत त हामीले अपेक्षा गर्न सकिँदैन। अब यहाँ ज्यामिन रोपेर सुन्तला त प्राप्त गर्ने कुरा पनि हुँदैन हैन। त्यो भएनाले यो अहिलेको सरकारलाई पहिलो कुरा त 6 महिनासम्म कसैले पनि कुनै पनि कुरामा नैतिक प्रश्न उठाउने, कुनै पनि प्रश्न उठाउने नैतिकताले दिँदैन। किन भन्दा जनताको ठुलो अपेक्षा छ के सरकारमाथि भरोसा छ जनताको। उहाँहरू त लाइन लाग्नु भएको छ, त्यस्तो बृहत्तर चाहिँ बिहानदेखि 7 बजेदेखि लाइन लाग्नु भएको छ। भोट लाइनमा बसेपछि त उहाँहरूको दुःख पीडा 1 करोड 10 लाख जना जनता लाइन लागेका छन्, आफ्नो पीडा अभिव्यक्त गर्नु भएको छ। जेसुकै भन्नुहोस्, अब त्यो चिजको निराशामा जान दिनु हुँदैन। निराशामा गएपछि समाज विघटन हुन्छ, त्यो भनेको राष्ट्र विघटन हुन्छ भनेको छ हामीले। त्यहाँ जान दिनु हुँदैन। हाम्रो देशभक्त राजाको भनाइ पनि यही हो, समाज त सङ्गठित सुसज्जित भएर जानु पर्यो नि अगाडि। अब त्यो भाड भैलो गर्न, मैले अघि सुरुमा भनेको थिएँ जगेडा शक्ति भनेर, डिपोजिट फोर्स, त्यस्तो डिपोजिट फोर्स उनीहरूकै काम गर्ने हो। मतलब बालेन्द्रलाई र चाहिँ सुन्दन गुरुङलाई कामै गर्न नदिने, उत्तेजना पैदा गर्ने, नयाँ नयाँ आन्दोलनको उभार भन्ने, त्यो मैले पहिला पनि भनेको छु। यो त सत्ता ढल्दा गर्दा तर अब त आन्दोलन सडकमा आउने त देखिएन। केपी ओली जो देशको तेस्रो ठुलो पार्टीको अध्यक्ष पक्राउ पर्दाखेरि सडकमा आएको भिड देखियो। एकजना बुवालाई अपमान भयो, गृहमन्त्री घरमा पुगिसक्नु भयो। बुझिसकेला आन्दोलनमा महत्त्वपूर्ण प्रश्न राख्छ कि एकजना आन्दोलनकारीको कुरा चित्त बुझेन, आन्दोलनकारीको अगाडि गएर म एक्लै गएर पनि प्रश्न गर्न पाउँछु कि तपाईँहरूले राखेको आन्दोलन। पैदल यात्री एकजना वृद्ध बुवा हुनुहुन्थ्यो, उहाँमाथि अपमान भयो, गृहमन्त्री त घरमा पुग्नु भयो। यो बुझ्दा हुन्छ कि एमालेहरूले यदि तपाईँहरू कन्ट्राडिक्सन गर्ने, नयाँ प्रकारको गृहयुद्धमा देशलाई लाने प्रयासमा हुनुहुन्छ भने पनि सरकार तयार छ। सरकार तयार छ। नेपाल सरकार कस्तै प्रकारको द्वन्द्व, हिंसा, मतलब कलह, त्यो कोही पनि आउँछ विद्रोह गरेर भने त्यसलाई निस्तेज गर्न सरकार तयार छ। किनकि यो वातावरण बन्यो उहाँहरूले बनाएको। देशभित्र सुशासन कायम गर्नका लागि गृहमन्त्री सुदन गुरुङ प्रतिबद्ध हुनुहुन्छ। अब यो चाहिँ उहाँहरूले तयार गर्नुभयो, उहाँहरूले नै स्ट्यान्ड बाई राख्नु भएको रहेछ नि त। सरकार त उहाँहरूले चलाएर हिँड्छ। अहिले त आयो नि त, भूकम्प पीडित भए पनि सुदन गुरुङ चाहिने, बाढी पीडित भए सुदन गुरुङ चाहिने, ड्रोनबाट सामान ट्रान्सफर गर्नु भने सुदन गुरुङ चाहिने। यहाँ त सरकार त काङ्ग्रेस एमाले जोड्ने मात्रै रहेछ, काम त उहाँहरूले गर्नुभएको छ। फिल्म देखियो नि त, अहिले त देखियो। सरकार त अदृश्य रूपमा उहाँहरूले चलाउनु भएको रहेछ, उहाँहरूको हैसियत छैन, प्रश्न गर्ने पनि हैसियत छैन भने। जनताको नजरमा सहानुभूतिको सरकार त हिजो पनि सुदन गुरुङ हेरेर चलाएका। पार्लिमेन्टमा गएर काङ्ग्रेस एमाले माओवादी कथित राजावादी नाम गरेका मान्छेले यही विषयवस्तुलाई लिएर 6 महिनासम्म, आउँदा 6 महिना दिन, कमसेकम 180 दिनसम्म प्रश्न गर्ने चाहिँ उहाँहरूको नैतिकताले दिँदैन। रवि लामिछानेले भन्नुभएको छ अहिलेको सरकार, अहिलेको प्रधानमन्त्रीले काम गरेर देखाउनुहुन्छ र काम गरेर नसकेको कुरामा उहाँले बोल्नुहुन्छ। कुरा त पार्लिमेन्टमा माननीय रवि लामिछाने पार्टीको अध्यक्षज्यू आज मात्रै बोल्नु भयो। निर्धारित उहाँले दिएको समय पनि 10-15 मिनट छोडिदिनु भयो। 25 मिनट पाउनु भएको थियो, 13 मिनट भाषण गर्नुभयो। अब त्यहाँ अरूको असन्तुष्टि छ, अर्को माननीय ज्यूलाई पुगेको छैन भने उहाँलाई थपिदिनु, उहाँले जिम्मा लिनु भएन। उहाँको पार्टीको 182 जनामा कसैले बोलेर सुन्नु भएको छैन, कहीँ सुन्नु भएको छ भनेपछि यो त यस्तो खाले सन्नाटा हो, आधीबेरी आउनु अगाडिको सन्नाटा हो। बढाइन्छन्। अब यो त हजुरले के बुझ्नु होला भने निर्देशित स्क्रिप्ट पढे हो रामबहादुर थापाले। त्यहाँ जस्तै हजुरले भन्नुभयो पार्लिमेन्टको संसदको कुरा त उठेन, त्यहाँ उनले लगेरै पढेको देखिन्छ। संसद भवन जलाएको भन्ने विषय उहाँले उठाउनु भएन। संसद भवनको कुरा त उठेन, त्यहाँ सिंहदरबार उठाउनु भयो, सर्वोच्च उठाउनु भयो, नेताका घर जलेका कुरा उठाउनु भयो, तर संसद भवनको कुरा उठाउनु भएन। संसद भवन जल्नुमा त उहाँहरूको पनि कमजोरी रहेछ, स्वीकारेको जस्तो देखियो। त्यो भावनाले कति माननीय ज्यूहरूले चाहिँ यो संसद भवन होइन,
संसद भवन त जलाइसक्यो भनेर पनि दिनुभयो। काङ्ग्रेसका माननीयज्यूले भन्नुभएको छ सार्वजनिक दिनुभयो। त्यो भनेको अत्यन्तै अब भावनात्मक थियो होइन। अब भावनात्मक कुराले मात्रै दिँदैन, तर जुन राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको माननीयहरूको मौनता, उहाँहरूलाई दिएको निर्देशन, त्यो सबै चिज हेर्दाखेरि चाहिँ अकल्पनीय छ। अकल्पनीय छ। उहाँहरूलाई ख्याल लागिरहेछ। उहाँहरूले पनि कसैद्वारा भन्न लगाएकै कुरा रामबहादुर थापाले भन्नुभयो होला। कसले लगायो होला त रामचन्द्र सर? जहाँसम्म लाग्छ यो उहाँको विचार नीति सिद्धान्तमा पर्दैन। होइन, पार्टीको विचार नीति सिद्धान्त होइन भनेर त नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव तपाईँको योगेश भट्टराईले भनिसक्नु भएको छ। यो गैर जिम्मेवारी अभिव्यक्ति आयो माननीयज्यूबाट भनेर आफ्नै पार्टीका पार्टी पङ्क्तिका अग्रजहरूले भनेका छन्। अब संसदमा टिबेटियन ओरिजिनल ब्लडको कुरा त उहाँ बाहेकबाट त उठ्ने कुरा पनि थिएन। पहिलो बैठकमै उठ्यो। बैठकमै उठ्यो भनेपछि त्यो प्रायोरिटीमै हुनुहुन्छ कि उहाँहरू। जस्तो उहाँहरूलाई चाहिँ टिबेटियन मुलुकको मित्रहरूलाई चाहिँ नेपालबाट अराइभल एउटा चाहिँ भिसा हुन्छ नि तपाईँको, शरणार्थी भिसा, त्यो दिनु पर्यो। शरणार्थी आप्रवासन भिसा दिँदाखेरि चाहिँ त्यसको राष्ट्रियता चाहिँ छुटाउनु पर्ने हुन्छ। त्यसको राष्ट्रियता छुटाउँदाखेरि आमाको नामबाट त नागरिकता पाइहाल्छ। नेपाली राष्ट्रियता लिन त त्यो कुनै नौलो कुरै भएन। एकजना जो कोही यहाँ जन्मे पनि तपाईँहरू मैले यहाँ सिफारिस गरेपछि वंशजको नागरिक हुन्छ। नेपालको राष्ट्रियताको कुरा पाएन, नागरिकता दिएको त्यो सक्यो। तर तिब्बतीयन मुलुकको भनेर लेखेपछि तिब्बतीयन मुलुकको शरणार्थी भन्ने पर्मानेन्ट हुन्छ। त्यतातिर त फेरि यो तयारी त एमाले नै गरिरहेको। आमाको नाममा नागरिकता दिने त केपी ओलीले गराएको भनेपछि आमाको नाममा नागरिकता दिने लगायतको सबै प्रोजेक्ट कानुन ल्याउनेदेखि लिएर सबै त अब एमालेबाटै भएको हो भने रामबहादुर थापाले किन प्रश्न उठाए त पहिलो बैठक? त्यो कार्यान्वयनमा उहाँहरू एउटै ठाउँमा त हुन्न कतै, त्यो पनि त प्रश्न उठ्छ नि भोलि। राष्ट्रियताको विषयमा प्रश्न उठाउन सकिन्थ्यो, जसरी हर्क साम्पाङले प्रश्न उठाउनु भयो। यथाशीघ्र यो एमसिसी भन्ने प्रोजेक्ट खारेज गरौँ, उहाँले स्पष्ट रूपमा त्यो कुरा उठाउनु भयो। ज्ञानेन्द्र साईले प्रश्न उठाउनु भयो, यदि राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश खारेजीको मुद्दामा जान्छ भने सम्झिनुहोस् तपाईँसँग 187 जना सांसद छन् भनेर भन्नुभयो। उहाँले कति बुझ्नु भएको छ, उहाँ पनि फेरि अब एक स्याउ ब्रान्डिङ गरेर आइहाल्नुभयो। प्रश्न त उहाँलाई पनि उठ्यो नि, प्रश्न त उहाँकै साथीभाइहरूले नि उठाए। कतातिर चाहिँ हजुरको त्यो बेवारिसी लास व्यवस्थापन गर्ने मित्रले पनि प्रश्न उठाउनु भयो मेरो भाइ भन्दै। जवाब त हामी सबैले दिनुपर्छ। ज्ञानेन्द्र साईमाथि हाम्रै पनि प्रश्न छ। उहाँले कहिलेकाहीँ जन्मसङ्ग्रह गर्नुहुन्छ, राजाको सवालमा जन्मसङ्ग्रह पनि उहाँले भन्नुहुन्छ, कहिलेकाहीँ लेख्नुहुन्छ। जस्तो प्रदेश सभामै गएर प्रत्येक प्रदेश सभाको 2/3 तत्त फेरि एउटाले होइन, सानो छैन, प्रत्येक सभाको 2/3 भन्दा बढी हो, 2/3 भन्दा माथिको त्यो माननीयज्यूले अब हामी खारेज हुने भनेर खारेजी गर्ने भनेर 2/3 गरे मात्रै प्रदेश सभा चाहिँ खारेज हुन्छ। पहिलो कुरा माननीय ज्ञानेन्द्र साईहरूले यो देशको संविधान पढ्नु पर्यो कि ब्लू प्रिन्ट छ त्यहाँ बाहिर कभर, संविधानै नपढी बोलिदिने हावामा यो 182ले त्यहाँ अरू बाँकी सबैले हाल्दा पनि तपाईँको त्यो चाहिँ पास हुँदैन, के अरे सङ्घीयता खारेज हुँदैन। पहिला यो राखिदिनु पर्यो माननीयज्यूलाई। सङ्घीयता चाहिँ त्यो त संविधानले बाँधेको कुरा छ। भोलिको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा पनि 2/3, राष्ट्रिय सभामा पनि 2/3 पुर्यायो भने त सबै कुरा उसले परिवर्तन गर्न सक्छ। सङ्घमा पनि पुर्यायो भने र गाउँपालिकामा पनि बहुमत ल्याएर इलेक्ट्रोनिक संविधान त गाउँपालिका पनि नेपालको संविधानभित्रै बाँधिएको छ। संविधान त 2/3 प्रतिनिधि सभा राष्ट्र सभाले परिवर्तन गर्न सक्छ। गाउँपालिकाको भोट त पालिकाको अध्यक्षले राष्ट्रपतिलाई पनि हाल्छ नि त, हाल्छ होइन? त्यो जोडिएको छ कि त्यहाँ जोडिएको भएर यो त एस घाइ भन्छौँ हामी। भारतीय मुलुकको केन्याली नागरिक एस घाइले बनाएको संविधान हो। यो गोलमटोल छ, हेर्नुहोस्, अलिक अप्ठ्यारै छ यो। विश्वभरिकै सबभन्दा अप्ठ्यारो संविधान नेपालको र सबभन्दा बढी खरबौँ डलर लागेको नेपालको बन्न चाहिँ जम्मा 4 घन्टामा स्विजरल्यान्डमा बन्यो, जेनेभामा बनेको यो। त्यो कारणले यो अलिक अप्ठ्यारो छ हजुर यो संविधान। हाललाई यसो भनौँ न, एजेन्डा बनाएर राष्ट्रिय स्वतन्त्र पार्टीको कहीँ कुरा त अब हाम्रो अर्थमन्त्रीज्यूले पहिला पनि भनेको, फेरि पार्टीले एजेन्डा बनाएर स्थानीय चुनावमा जान पायो नि त, पायो। स्थानीय चुनावमा चाहिँ हामी सङ्घीयता र प्रदेश चाहिँ खारेज गर्छौँ। प्रदेश संरचना र सङ्घीयता जुन छ, प्रदेशको खर्च 1 अरब कहाँ हुन्छ? 1 खरब
1 खरब खर्च छ नि। 55 अरब आउँछ कि 6 महिनामा। 55 अरब त डेटै हेरेको छु मैले, त्यो पनि 6 महिनाको कि। त्यो हुनाले यो एजेन्डा राख्ने कुरा हो, एजेन्डा बनाएर मुद्दा बनाएर जाने कुरा हो होइन। तर मलाई जहाँसम्म लाग्छ अहिलेलाई यो प्रजातान्त्रिक अभ्यासबाट अगाडि आएको हो। धेरै चिजहरू जनताको अपेक्षा छ हेर्नुहोस्। अब यस्तै कर गर्ने हो भने प्रजातान्त्रिक तानाशाह बन्न पनि सक्छ यो सरकार। मलाई माननीय गृहमन्त्रीज्यूको हावभाव देख्दाखेरि र प्रधानमन्त्रीज्यूको मौन धारण र त्यो चाहिँ नि अब त्यो चस्मा अब त्यो छ नि आफू हुन्छ नि त होइन, ब्ल्याक ड्रेस टक्क गम्भीर्यतालाई ध्यानाकर्षण गर्ने हो भने यिनले आफै खाल्डो खने हो। हाम्रो भनाइ छ पूर्वीय दर्शन अनुसार कमसेकम अर्कालाई पूर्णी खाल्डो खन्या छ भने श्रीमान यो घाँटीसँग मात्रै पूर्णी खन्नुपर्छ अरे कि। विद्रोहीलाई, दुश्मनलाई, विपक्षीलाई खाल्डोमा पूर्णी भए पनि घाँटीसँग मात्रै पूर्णी गरी खाल्डो खन्नुपर्छ अरे। त्यो खाल्डोमा आफै पर्यो भनेदेखि सम्पूर्ण डुब्ने भयो नि त। यो कुरा त करिब आजभन्दा 1-1.5 वर्ष अगाडि रवि लामिछानेले संसदबाट भन्नुभएको थियो, तपाईँहरूले खाल्डो मलाई पूर्णका लागि खन्नुभयो, तर तपाईँले खाल्डो यति ठुलो खन्नुभयो कि भोलिको दिनमा तपाईँहरू सबै त्यो खाल्डोमा अटाउने हुनुभयो भनेर भन्नुभयो। हो एकदम एक्ज्याक्टली। उहाँ पत्रकार फिल्डबाट आएको साधारण पत्रकार जो एउटा चाहिँ प्रधानमन्त्रीसँग जनताको कुरा, जनतासँग प्रधानमन्त्रीको कुरा, सिधा कुरा प्रधानमन्त्रीसँग होइन। त्यो यहाँ पुग्नु 182 सिटको पार्टी सभापति। जहाँसम्म लाग्छ अब एकजना ऱ्यापर अनि इन्जिनियर, सिभिल हाइवे नै होला उहाँको हो, मेयर कार्यकारी देशको गएर त प्रधानमन्त्री बडो यत्र जो तपाईँको सुस्ती शान्ति साई उहाँहरूलाई त पहिलो कुरा त चुनावमा जानै नैतिक प्रश्न उठ्नुपर्ने हो कि। जो काङ्ग्रेस, एमाले, माओवादी, खाओवादी छ नि पुरानो मान्छे, नयाँले त अभ्यास गर्न पायो आफ्नो विचारमा। त्यो प्रचण्ड लेभलको मान्छेहरूले त्यो पहिलो कुरा चुनावमा भाग लिनु नै नैतिक प्रश्न हो कि। लज्जित हुनुपर्ने हो, लाज पनि लजाउनु पर्ने हो कि, बुझ्नु हो। त्यहाँ आएर जुन उहाँहरूको बस छ, उहाँहरूले यो देशको दुर्गति गरेबाट त यो आएको छ हेर्नुहोस् त। देशको पक्षमा काम नगरेबाट यो परिस्थिति आएको नि त हो। त यो परिस्थिति आइसकेपछि 6 महिना त उहाँहरूले प्रश्न गर्नै पाउँदैन भने हो त। 6 महिना त प्रश्न गर्नु। तर रामचन्द्र सर, गृहमन्त्री सुदन गुरुङले आज स्पेशल दिन हनुमान जयन्तीको दिनमा पशुपति जानुभयो। उहाँ आफ्नो रफ्तार अगाडि बढाइराख्नु भएको छ। हिजोको दिनमा केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकदेखि लिएर तत्कालीन ऊर्जा मन्त्री दीपक खड्का, माननीय लुम्बिनी प्रदेशकै सांसद समथिङ शर्मा लगायत हुँदै आज एकजना व्यापारी जो चाहिँ 3-4वटा काण्डसँग नाम जोडिएको भनेर सम्पत्ति अनुसन्धानका लागि पक्राउ पर्नु भएको छ, समथिङ भट्ट, दीपक भट्ट। यहाँसम्म आइपुग्दाखेरि गृहमन्त्रीले जुन अदम्य साहस देखाउनु भएको छ नि, उहाँले गोर्खाबाटै पहिला त आशीर्वाद माग्नु भएको छ। आज पशुपति जानुभयो हनुमान जयन्तीको दिन। यसरी औपचारिक रूपमा पशुपतिको दर्शन गर्ने गृहमन्त्री कमै पाउँदै पाइएन भन्दा नि हुन्छ। यो 62-63 जनआन्दोलनले दिएको संविधानपछि प्रधानमन्त्रीहरू त त्यहाँ औपचारिक दर्शन गर्न जानु भएन, जानुहुन्न उहाँहरू। त्यो कारणले यसलाई हामीले अत्यन्तै सकारात्मक रूपमा लिएका छौँ। र भालिन्सा र रवि लामिछाने सम्भवतः निर्वाचित भएर आउने बित्तिकै पशुपति जानुभएको छ। होइन, हामीले उहाँहरूको जस्तो प्रश्नहरू त उठ्छन् हेर्नुहोस्, बौद्धिक स्तरबाट नि उठ्छन्। जस्तो उहाँहरूले जुन शपथ ग्रहण समारोह छ त्यसले नि बौद्धिक सनातनीहरूको र राजा नहुनेहरूको पनि राजाको प्यास मेटाउने गरी उहाँहरू प्रवेश हुनुभएको छ। पशुपति पनि जानुभयो। हामीले अत्यन्तै यसलाई चाहिँ सकारात्मक मात्रै लिएनौँ कि हार्दिक धन्यवाद, कृतज्ञता जाहेर गर्छौँ।